यो कहानी घना जंगलको बीचमा रहेको ठूलो नदीबाट सुरु हुन्छ, जहाँ जेफ नामको एक व्यक्ति आफ्नो केही साथीहरूसँग त्यही नदीमा अगाडि बढिरहेको हुन्छ। यी मानिसहरू सर्पहरू पक्रने र शहरमा बेच्ने गर्थे। तर आज तिनीहरू जुन ठाउँमा सर्प पक्रने जाँदैथे, त्यो ठाउँ धेरै नै खतरनाक थियो। यहाँ डुङ्गाको क्याप्टेनले जेफलाई भन्छ, तिमीहरू जाँदैछौ त्यो ठाउँ श्रापित छ र विषालु सर्पहरूले भरिपूर्ण छ। र मैले सुनेको छु कि त्यहाँ क्रिम्सन नामको एक धेरै ठुलो एनाकोन्डा बस्छ। जो कोही त्यो ठाउँमा जान्छ, त्यो एनाकोन्डाले मार्छ। तर जेफ मुस्कुराउँदै डुङ्गाको क्याप्टेनलाई भन्छ, तिमीले मलाई त्यहाँ पुर्याइदे, तिमीले तिम्रो पैसा पाउनेछौ र तिमी आफ्नो डुङ्गा लिएर फर्कनेछौ। जेफ सर्प पक्रने एक विशेषज्ञ शिकारी थियो र आज उसले खास गरी त्यो क्रिम्सन एनाकोन्डा पक्रनको लागि यो जङ्गलमा आएको थियो। केही समयपछि ती मानिसहरू त्यो ठाउँमा पुग्छन् र यहाँ डुङ्गाको क्याप्टेनले जेफसँग बढी पैसा माग्छ किनभने यो एक धेरै खतरनाक ठाउँ थियो र कसैलाई यहाँसम्म पुर्याउनु एक धेरै ठुलो जोखिमपूर्ण काम थियो। जेफले इन्कार गर्दैन र उसले पैसा निकालेर क्याप्टेनलाई दिन्छ। तर जस्तै नै डुङ्गाको क्याप्टेनले पैसा लिन दुवै हात अगाडि बढाउँछ, जेफले जानी जानी पैसा तल खसालिदिन्छ, जसलाई खुसी खुसीले डुङ्गाको क्याप्टेन उठाउन थाल्छ। यस्तो गरेर उठाएपछि जब ऊ मुस्कुराउँदै जेफको तर्फ हेर्छ, तब जेफले उसको घाँटीमा चक्कु घुपेर मारिदिन्छ र निर्दयतापूर्वक उसको घाँटी काटेर नदीको पानीमा उसको टाउको फ्याँकिदिन्छ। यो सबै कुरा नदीको किनारामा उभिएका जेफका दुई साथीले देखिरहेका थिए। जेफले यस्तो गर्दा देखेर ती दुवै धेरै डराए। यसपछि जेफ आफ्ना दुई साथीको नजिक आउँछ र तिनीहरूलाई भन्छ, यदि तिमी दुवैले मलाई धोका दिने प्रयास गर्यौ भने तिम्रो पनि यही हालत हुनेछ। यसपछि तीनै जना जंगलमा अगाडि बढ्दै एक ठाउँमा पुग्छन्, जहाँ तिनीहरूलाई सर्पहरूको ठूलो मूर्ति देखिन्छ। यो देखेर जेफ भन्छ, त्यसो भए आखिर क्रिम्सन एनाकोन्डाको कहानी साँचो थियो। अर्कोतर्फ जेफका साथीहरूलाई धेरै सर्पहरू भेट्छन्, जसलाई देखेर उनीहरू पनि धेरै खुसी हुन्छन्। यसपछि ती दुवैले चाँडै सबै सर्पहरू पक्रेर झोलामा बन्द गर्न थाल्छन्, जबकि जेफले यी साना सर्पहरूतर्फ ध्यान दिँदैन र ऊ जङ्गलको सबैभन्दा ठुलो सर्प, जसको नाम क्रिम्सन एनाकोन्डा हो, त्यसलाई खोज्न थाल्छ। अब ती दुई साथीले जुन सर्पहरू कपडाको झोलामा भरेका थिए, तिनीहरूलाई एक साथी मात्रै डुङ्गासम्म लिएर आउँछ। ऊ देख्छ कि जेफले जस व्यक्तिको घाँटी काटेर पानीमा फ्याँकेको थियो, उसको कटेको लास केही दूरीमा पानीमा उभिएको छ। यो देखेर उसलाई आफ्ना आँखाहरूमा विश्वास लाग्दैन। तत्कालै त्यो लास अचानक पानीमा डुब्छ र दौड्दै एक ठुलो चिज तीव्र गतिमा उसको तर्फ बढ्न थाल्छ। त्यो मानिस डरले छिटो छिटो जङ्गलतर्फ भाग्न थाल्छ। तर तत्कालै बिजुलीको गतिमा एक धेरै ठुलो एनाकोन्डाले उसलाई जकड्छ। त्यो एनाकोन्डाले त्यो मानिसको शरीरमा लट्किएर उसको हड्डीहरू भाँच्छ र आफ्नो ठुलो मुख खोलेर उसलाई खान थाल्छ। अर्कोतर्फ हामी त्यो मानिसको अर्को साथीलाई देख्छौँ, जो सर्पहरूले भरिएको एक झोला लिएर जङ्गलमा अगाडि बढिरहेको हुन्छ। तत्कालै ऊ अचानक एक ठाउँमा रोकिन्छ र केही यस्तो देख्छ जसले गर्दा ऊ धेरै डराउँछ। वास्तवमा उसले त्यो ठुलो एनाकोन्डाको शरीर रेङ्दै गरेको देखेको थियो। जब त्यो एनाकोन्डा रुखमा चढिरहेको थियो, उसको पेट देखेर स्पष्ट थियो कि उसले कसै इन्सानलाई जीवित निलेको छ। अब त्यो मानिसले आफ्नो ज्यान बचाएर भाग्नुभन्दा पहिले त्यो एनाकोन्डाले उसको साथीको लासलाई उग्लिदिन्छ। यसपछि त्यो सर्पले त्यो मानिसलाई पनि पक्र्छ। त्यो सर्पले त्यो मानिसलाई जकडेर जोरले दबाउँछ र रुखमा लट्किएर त्यो मानिसलाई पनि खान थाल्छ। यो सबै कुरा केही दूरीबाट जेफले पनि देखिरहेको हुन्छ र यो देखेर जेफले आफ्नो साथीलाई बचाउनुको सट्टा खुसी हुन्छ किनभने जेफले यही चाहन्थ्यो कि कोही त्यो सर्पको चारा बनोस्। जब सर्पले चारा खाँदा उसको ध्यान विचलित हुन्छ, तब जेफले सर्पलाई बेहोस गरेर मारिदिने योजना बनाएको थियो। यसपछि जेफले आफ्नो शटगन निकालेर सर्पलाई बेहोस गर्न लागेको थियो, तर तत्कालै अचानक जङ्गलका सबै जनावरहरू र चराहरू स्वर मचाउन थाल्छन्, जसको आवाज सुन्दा त्यो एनाकोन्डाले आफ्नो शिकारलाई यस्तै छोडेर हिँड्छ। आखिर केही त यस्तो थियो जसबाट जङ्गलका सबै जनावरहरू डरिरहेका थिए। अब यहाँ दृश्य कट हुन्छ र हामीलाई एक सर्कस सो देखाइन्छ। यो सर्कस बन्द हुनको कगारमा थियो, कसैले सर्कस हेर्नमा रुचि राख्दैनथे। यहाँ सर्कसको मालिकको पासमा बिली याङ्ग नामको एक केटा आउँछ,
जो सर्कसको मालिकलाई पैसाले भरिएको सुटकेस दिएर सर्कसमा काम गर्ने सबै मानिसहरूलाई किन्छ किनभने उसले थाइल्यान्ड जाएर नयाँ सर्कस खोल्ने योजना बनाएको थियो। सर्कसका मानिसहरू बिली याङको पासमा यति धेरै पैसा देखेर आश्चर्यचकित हुन्छन् किनभने केही वर्ष अघि बिली याङ धेरै गरिब हुन्थ्यो। ऊ पनि यी मानिसहरूसँग मिलेर सर्कसमा काम गर्थ्यो। तर थाहा भएन बिली याङले अब कुन यस्तो काम गर्न थालेको जसले गर्दा ऊ रातारात यति धनी भयो। अर्को बिहान बिली याङले डुङ्गाको माध्यमबाट सबै मानिसहरूलाई थाइल्यान्ड लैजाने योजना बनाउँछ। किनभने बिली याङले तिनीहरू सबैलाई किनिसकेको थियो। यी सबैले उसको कुरा मानेर डुङ्गामा बस्छन् र डुङ्गाको क्याप्टेनले डुङ्गा चलाउन थाल्छ। बाटोमा बिली याङले बाथरुममा लुकेर कसैलाई कल गर्छ र कलमा सामनेवालालाई भन्छ, डेलिभरी तयार छ, म चाँडै नै यी मानिसहरूलाई लिएर तिम्रो पासमा पुग्छु। बिली याङको यी कुराहरूबाट हामीलाई थाहा हुन्छ कि ऊ डुङ्गामा रहेका मानिसहरूसँग केही गलत गर्न लागिरहेको छ। केही दूरी अगाडि जाँदा तिनीहरूले देख्छन् कि अगाडिको बाटो बन्द छ, जहाँ काठ र धेरै कन्टेनरहरू राखेर कसैले बाटो रोकेको छ। त्यसबेला डुङ्गाको क्याप्टेनले भन्छ, हामी अर्को बाटोबाट जान सक्छौँ, तर त्यो बाटोबाट जाँदा हामीलाई थाइल्यान्ड पुग्नमा धेरै समय लाग्छ। यसकारण बिली याङलाई क्याप्टेनको विचार मन पर्दैन। ऊ क्याप्टेनलाई धम्की दिन्छ, जे भए पनि हामीले समयमा थाइल्यान्ड पुग्नुपर्छ किनभने त्यहाँ हाम्रो सो छ जसको पैसा मैले अग्रिम लिइसकेको छु। यदि हामीले सो गरेनौँ भने हामी बर्बाद हुनेछौँ। क्याप्टेनले भन्छ, यदि तिमीहरू लामो बाटोबाट जान चाहँदैनौ भने हामीसँग यही एउटा बाटो छ। हामी यी सबै चिजहरूलाई बमले उडाउनेछौँ र आफ्नो बाटो बनाएर यहाँबाट निस्कनेछौँ। बिली याङलाई क्याप्टेनको कुरा ठिक लाग्छ र ऊ यसको लागि तयार हुन्छ। तर तिनीहरूलाई थाहा थिएन कि तिनीहरू कति ठुलो गल्ती गर्न लागिरहेका थिए। यसपछि तिनीहरूले कन्टेनरहरूको नजिक बम राख्छन् र रिमोटबाट तिनीहरूलाई उडाइदिन्छन्। यस्तो गर्दा तिनीहरूको बाटो सफा भयो, तर धमाकाको कारण धेरै सारा सर्पहरू तिनीहरूको डुङ्गामा खस्छन् किनभने ती सबै कन्टेनरहरूमा सर्पहरू भरिएका थिए। डरले ती मानिसहरू यताउता भाग्न थाल्छन्। अब सम्पूर्ण डुङ्गा सर्पहरूले भरिएको थियो र यी सर्पहरूले डुङ्गामा रहेका मानिसहरूलाई डस्न थाल्छन्। यहाँ लेनी नामकी एक केटीले बुद्धिमत्तापूर्वक काम गर्दै पाइपको माध्यमबाट प्रेसरले पानी खोलिदिन्छ र आफ्नो बरपर जति सर्पहरू छन् सबैलाई डुङ्गाबाट तल पानीमा खसालिदिन्छ। बिली याङ डरले डुङ्गाको बाथरुममा लुक्छ, तर तत्कालै अचानक बाथरुमको छाना झर्छ र धेरै सर्पहरू बिली याङको माथि खस्छन्। तिनीहरूबाट बच्न उसले नदीमा उफ्रिन्छ र पौडिँदै किनारासम्म पुग्छ। तर त्यहाँ पनि एक किङ्ग कोब्रा उसको सामने आउँछ। अब यो किङ्ग कोब्रा बिली याङलाई डस्नुभन्दा पहिले कसै व्यक्तिले सर्पमा खुट्टा राखेर उसलाई कुच्लिदिन्छ र बिली याङको ज्यान बचाउँछ। यो व्यक्ति अरू कोही होइन, जेफ नै थियो। अब जेफले बिली याङको ज्यान बचाएको थियो, यसकारण बिली याङले उसलाई आफ्नो डुङ्गामा ल्याउँछ। जेफले यहाँ सबैलाई झुट भन्छ, म एक वाइल्ड एक्सप्लोरर हुँ र एक दुर्घटनाको कारण यहाँ जङ्गलमा फसेको हुँ। तत्कालै सर्कसको एक व्यक्ति जसको नाम जियाओ हो, उसको कानमा तीव्र दुखाइ हुन थाल्छ। दुखाइ यति बढी थियो कि ऊ तल झर्छ। जब जेफले उसको कानमा ध्यान दिएर हेर्छ, उसलाई थाहा हुन्छ कि जियाओको कानमा किन दुखाइ भइरहेको छ। यसपछि जेफले आफ्नो औलामा कट लगाएर त्यसलाई जियाओको कानको नजिक लैजान्छ र तत्कालै जियाओको कानबाट एउटा पातलो विषालु सर्प निस्केर जेफको औलालाई टोक्छ। यो सर्पले टोकेक्नी जेफलाई केही हुँदैन र ऊ त्यो पातलो सर्पलाई पानीमा फ्याँकिदिन्छ। यो देखेर लेनी धेरै चकित हुन्छ र सोच्न थाल्छ, आखिर सर्पले टोकेक्नी जेफमा विषको असर किन भएन। लेनीले पनि सर्पहरूको बारेमा ज्ञान राख्थी। उसलाई थाहा थियो कि सर्पको विषबाट इम्युन हुन इन्सानले आफ्नो शरीरमा धेरै सर्पको विष हाल्नुपर्छ, तब गएर त्यो इन्सानमा सर्पको विषको असर हुँदैन। यो सबै कुरा उसले बिली याङलाई पनि बताउँछ र भन्छ, मलाई राम्रो लागिरहेको छैन। तिमीले पनि देख्यौ, सर्पले उसको औलामा टोक्यो, तर जेफलाई केही भएन। तर बिली याङले लेनीको कुरामा ध्यान दिँदैन र भन्छ, हामीले जेफको शुक्रिया अदा गर्नुपर्छ किनभने उसले मेरो र हाम्रो एक साथीको ज्यान बचाएको छ। अर्कोतर्फ जेफ यो डुङ्गाको क्याप्टेनसँग भेट्छ। जेफले डुङ्गाको क्याप्टेनलाई धेरै पैसा दिएर एउटा नक्सा देखाउँछ र डुङ्गाको क्याप्टेनलाई भन्छ, यदि तिमीले मलाई नक्सामा देखाएको ठाउँमा पुर्यायौ भने म त्यहाँ पुगेर तिमीलाई थप धेरै पैसा दिनेछु।
क्याप्टेनले त्यो ठाउँको नाम सुन्नासाथ बन्दुक उठाएर जेफमा तान्छ। ऊ भन्छ, यदि फेरि तिमीले त्यहाँ जानेको कुरा गर्यौ भने म तिमीलाई गोली हान्छु। वास्तवमा क्याप्टेनलाई पनि त्यो ठाउँको बारेमा थाहा थियो कि त्यहाँ क्रिम्सन नामको एक धेरै खतरनाक एनाकोन्डा बस्छ। यो सुनेर जेफ त्यहाँबाट हिँड्छ। क्याप्टेन डुङ्गामा बसेर माछा मार्न थाल्छ। तर तत्कालै हामी देख्छौँ कि क्याप्टेनले जुन फिसिङ रडले माछा मारिरहेको थियो त्यो फिसिङ रडलाई तलबाट कसैले जोरले तान्छ, जसको कारण त्यो फिसिङ रड क्याप्टेनको हातबाट छुटेर तल झर्छ। अब क्याप्टेनले त्यो फिसिङ रड उठाउन तल झुक्छ, तर तत्कालै कसैले उसलाई पानीमा तल तान्छ। वास्तवमा क्याप्टेनलाई अरू कसैले होइन, जेफले नै पानीमा तल तानेको थियो। क्याप्टेनलाई मारेपछि जेफले क्याप्टेनको लासलाई त्यो जङ्गलमा रहेको एनाकोन्डालाई बोलाउन चाराको रूपमा प्रयोग गर्छ। केही समयपछि सबैले क्याप्टेनलाई खोज्न थाल्छन्, तर डुङ्गाको क्याप्टेन तिनीहरूलाई कतै पनि भेट्दैन। लेनीलाई जेफमा शङ्का हुन थाल्छ कि कहीँ जेफले उसलाई मारेको त होइन। उसले जेफसँग सोध्छ, क्याप्टेन कहाँ छ? तर जेफ भन्छ, मलाई क्याप्टेनको बारेमा केही थाहा छैन। उयो पनि भन्छ, यो जङ्गल हो, यहाँ इन्सानहरूको गायब हुनु आम कुरा हो। तत्कालै अचानक सम्पूर्ण जङ्गलमा एक अनौठो स्वर हुन्छ। जङ्गलका सबै चराहरू र जनावरहरू स्वर मचाउँदै भाग्न थाल्छन्। तत्कालै एकदमै तिनीहरूलाई पानीमा केही अनौठो हलचल सुनिन्छ। जियाओले भन्छ, यो आवाज कस्तो हो? अब जेफ खुसी हुँदै भन्छ, केही ठुलो आउँदैछ। जेफको खुसीले स्पष्ट देखाइदिँदै थियो कि मानव यो आउँदो खतराको प्रतीक्षा गरिरहेको थियो। तत्कालै हामी देख्छौँ कि नदीको गहिराईमा एक धेरै ठुलो एनाकोन्डा जेफले लगाएको जालतर्फ बढिरहेको छ, जसले जेफले लगाएको फिसिङ रडलाई जोरले तलतर्फ तान्छ। अब जेफले एनाकोन्डालाई पक्रन फिसिङ रडलाई समात्न प्रयास गर्छ, तर त्यो एनाकोन्डा जेफको जालमा सजिलै फस्नेवाला थिएन। तत्कालै त्यो एनाकोन्डा तिनीहरूको सामने आउँछ। यो एनाकोन्डा आकारमा धेरै ठुलो र धेरै डरलाग्दो थियो, जसलाई देखेर सबैको गलामा सास अड्किन्छ। जेफले जुन फिसिङ रडको रस्सी समातेको थियो त्यो एनाकोन्डाले त्यो रस्सीलाई जोरले तान्छ, जसले गर्दा जेफ तल पानीमा खस्छ। त्यो एनाकोन्डा जेफलाई पानीमा यताउता भड्काउन थाल्छ, तर जेफ यति सजिलै हार मान्नेवाला थिएन। ऊ आफूलाई बचाउन पौडिँदै त्यही नदीमा रहेको एउटा सानो डुङ्गामा जान्छ र एनाकोन्डालाई पक्रने जालको रस्सीलाई त्यही डुङ्गाबाट बाँधिदिन्छ। अब ऊ डुङ्गामा उभिएर एउटा नुक्लो औजारले त्यो एनाकोन्डामा प्रहार गर्छ, तर त्यो प्रहारले एनाकोन्डामा धेरै असर गर्दैन। एनाकोन्डाले जेफलाई पक्र्छ। ऊ जेफसँगै त्यो डुङ्गाको माथि लट्किएर तल पानीमा डुबाउँछ। टाढा उभिएका यी मानिसहरूले यो सबै देखिरहेका थिए र तिनीहरूलाई लाग्छ कि जेफ मरेको छ। तर अर्को नै क्षणमा जेफ दौड्दै पछाडिबाट फेरि डुङ्गामा आइपुग्छ। यो देखेर सबै मानिसहरू आश्चर्यचकित हुन्छन्। अब जेफले फेरि पानीमा एनाकोन्डा खोज्न थाल्छ, तर उसलाई थाहा थिएन कि एनाकोन्डा अब पानीमा होइन, उसको पछाडि डुङ्गाको छानामा छ। एनाकोन्डाले सबैको सामने आफ्नो मुखबाट क्याप्टेनको लास उग्लिदिन्छ। यो देखेर डुङ्गामा रहेका सबै मानिसहरू धेरै डराउँछन्। यी मानिसहरू एनाकोन्डाबाट आफूलाई बचाउन यताउता भाग्न थाल्छन्। त्यो एनाकोन्डा कोठामा बन्द सर्कसका दुई साथीहरूलाई मार्न हुने थियो, तर तत्कालै पछाडिबाट जेफले हातमा नुक्लो औजार लिएर एनाकोन्डामा हमला गर्छ, जसले गर्दा एनाकोन्डा झन् गुस्साउँछ र अब जेफतर्फ बढ्न थाल्छ। तर जेफले एनाकोन्डाबाट आफूलाई बचाउँदै लुक्छ, तर एनाकोन्डाले पनि जेफको पछ्यौ छोड्दैन। जेफलाई खोज्न ऊ डुङ्गाको भित्र छिर्छ, जहाँ डुङ्गाको भित्र सर्कसका बाँकी मानिसहरू पनि लुकेका थिए। एनाकोन्डाले बिली याङ्ग र डायनालाई देख्न सक्दैन। ऊ तिनीहरूको माथिबाट ल्याङ्गदै झ्यालबाट हुँदै डुङ्गाबाट बाहिर निस्क्छ। यी सबै मानिसहरू डुङ्गाको कुना कुनामा लुकेका थिए। यी मानिसहरूलाई खोज्दै जेफ बाथरुमतर्फ जान्छ, तब ऊ एउटा बच्चा र जियाओलाई देख्छ। एनाकोन्डाले तुरुन्तै ती दुवैमा हमला गर्छ, तर यी दुवै आफूलाई बचाउँदै त्यहाँबाट निस्कछन्। अब तिनीहरूको पासमा लेनी पनि पुग्छ। जस्तै नै एनाकोन्डाले लेनीमा हमला गर्छ, तब जियाओले बुद्धिमत्तापूर्वक काम गर्दै एनाकोन्डाको टाउकोको अगाडि एउटा मट्का राखिदिन्छ, जसले गर्दा एनाकोन्डाको टाउको मट्काको भित्र फस्छ। मट्काबाट आफ्नो टाउको निकाल्नको लागि एनाकोन्डा तडपन थाल्छ र यसै हलचलमा यहाँ केरोसिन तेलको ग्यालन खस्छ। एनाकोन्डाले आफ्नो टाउकोबाट मट्का निकाल्न पूर्ण रूपमा बेकाबु हुन्छ।
ऊ यताउता आफूलाई हान्छ र अन्तमा ऊ आफ्नो टाउकोलाई ढुङ्गासँग ठोक्काएर मट्का तोडिदिन्छ, जसले गर्दा उसको टाउको स्वतन्त्र हुन्छ। तर स्वतन्त्र भएको छिटै पछाडिबाट जेफले एनाकोन्डाको घाँटीमा रस्सीको फन्दा हालिदिन्छ। जेफले एनाकोन्डालाई पक्रनुभन्दा पहिले तल केरोसिन तेल खसेको कारण ढुङ्गामा आगो लाग्छ र आगो बढ्दै ढुङ्गामा राखिएका बमहरूसम्म पुग्छ, जसले गर्दा ढुङ्गामा विस्फोट हुन थाल्छ। अब ढुङ्गामा रहेका सबै मानिसहरू आफूलाई बचाउन पानीमा उफ्रिन्छन्। तर जेफले एनाकोन्डाको घाँटीमा रस्सी बाँधेको थियो, जसको कारण ऊ भाग्न सक्दैन र आगोमा जलेर मर्छ। यी मानिसहरूले जतिसुकै तैरेर नदीको किनारासम्म पुग्छन्। ढुङ्गा जल्दै गरेको देखेर बिली याङ्गर रोउन थाल्छ। ऊ रोएर भन्छ, यी मानिसहरू अब समयमा थाइल्यान्ड पुग्न सक्दैनन्। सर्कसका बाँकी मानिसहरू धेरै डरेका थिए किनभने तिनीहरू सबै जङ्गलको बीचमा थिए र अब तिनीहरूसँग फर्किन ढुङ्गा पनि थिएन। लेनीले बुझिसकेकी थिइन् कि यसको जिम्मेवार जेफ नै थियो। उसले तिनीहरूको ढुङ्गालाई जालको रूपमा प्रयोग गरेको थियो। उसले जेफलाई भन्छ, यदि तिमीले यस्तो नगरेको भए यति ठुलो खतरा हामीमाथि आउँदैनथ्यो। जेफले जवाफमा भन्छ, तिमीहरूलाई थाहा छ कि यो एनाकोन्डाको मूल्य कति हो। यदि तिमीहरूले यसलाई पक्रनमा मेरो साथ दिएको भए आज हामी सबै करोडपति हुने थियौँ। पैसाको नाम सुन्नासाथ बिली याङको आँखा चम्किन्छ। ऊ थाइल्यान्ड जाने योजना रद्द गर्छ र दौड्दै जेफको नजिक आउँछ र भन्छ, म तिम्रो साथ छु। भन, यो एनाकोन्डालाई पक्रनको लागि हामी के गर्न सक्छौँ र हामीलाई पैसा कसरी मिल्छ। यसपछि जेफले एउटा नक्सा निकाल्छ र तिनीहरूलाई देखाउँदै भन्छ, यदि तिमीहरूले मेरो मद्दत गर्यौ भने नक्साको माध्यमबाट म तिमीहरूलाई 1-2 दिनभित्र थाइल्यान्ड पुर्याइदिनेछु। अब यहाँ बिली याङ्गर र टिमका बाँकी मानिसहरू जेफको भूततर्फ जानको लागि मान्छन्, तर लेनीलाई जेफमा कुनै पनि भरोसा थिएन, यसकारण उसले त्यहाँ जानबाट इन्कार गर्छ। तत्कालै सर्कस टिमकी एक केटीको तबियत अचानक बिग्रन थाल्छ। जब बिली याङ्गले उसको काँधमा हेर्छ, तब तिनीहरूलाई थाहा हुन्छ कि त्यो केटीलाई एउटा धेरै खतरनाक मकुराले टोकेको छ, जसको विषले गर्दा उसको मृत्यु पनि हुन सक्छ। यो देखेर जेफले यहाँ रहेका सबै मानिसहरूलाई भन्छ, मसँग एउटा यस्तो औषधि छ जसले त्यो केटीको उपचार गर्न सक्छ। तर त्यो औषधि मेरो ढुङ्गामा राखिएको छ। यदि तिमीहरू यसको उपचार गर्न चाहन्छौ भने तिमीहरूले मलाई मेरो ढुङ्गासम्म पुर्याउनु पर्छ। अब नचाहँदा पनि लेनी जेफको साथ जानको लागि तयार हुन्छ। धेरै घण्टाको सफरपछि जेफ एक साथीसँगै नदीको पानी पिउन थाल्छ। जेफले उसलाई रोक्छ र सबैलाई भन्छ, यहाँको पानी कहिल्यै नपिऊ। यहाँको पानीमा यस्ता किराहरू छन् जो पानी पिउँदा इन्सानको भित्र छिर्छन्। यसपछि ती किराहरूले त्यो इन्सानको भित्र यस्तो तिर्खा लगाउँछन् कि ऊ पानी पिउँदै पिउँदै आफूलाई नदीमा डुबाएर मार्छ। बाटोमा तिनीहरूलाई भोक लाग्छ। त्यसबेला जेफले नजिकका ढुङ्गाहरूबाट एउटा सर्प पक्र्छ र फेरि तिनीहरूले सर्पको विष निकालेर उसलाई पकाएर खान्छन् र यसरी गुजारा गर्छन्। यसपछि तिनीहरू फेरि आफ्नो सफर जारी राख्छन्। केही समयपछि रात हुन्छ। रातमा तिनीहरू पहाडको एउटा सुरङ्गमा रोकिन्छन्, जहाँ तिनीहरूले आगो बाल्छन् र जेफ साइडमा बसेर आफ्नो नक्सामा बनेको एनाकोन्डालाई हेरिरहेको हुन्छ। ऊ त्यो समयको बारेमा सोच्छ जब त्यो एनाकोन्डा उसको सामने आएको थियो। त्यो एनाकोन्डा जेफलाई मार्न हुने थियो, तर जेफले बुद्धिमत्तापूर्वक काम गर्दै काठको बक्समा आफूलाई लुकाएको थियो। बक्स एउटा ढलानमा राखिएको थियो, यसकारण जेफले बक्सलाई धक्का दिएर रगड्दै तल नदीसम्म पुगेको थियो। जेफले यस बक्सबाट आफूलाई निकाल्न प्रयास गर्छ, तर दुर्भाग्यवश जेफ त्यो बक्समा सधैँको लागि बन्द भएको थियो र धेरै समयसम्म जेफ त्यही बक्समा फसेको रह्यो। यसपछि यी मानिसहरू आउँछन्। तिनीहरूले बाटो खोल्न डायनामाइट लगाएर कन्टेनरहरू तोड्छन्, जसमाबाट सर्पहरू बाहिर निस्केर तिनीहरूसँग मिल्छन्। दृश्य फेरि वर्तमानमा आउँछ, जहाँ जेफ नक्सालाई हेरिरहेको हुन्छ। तत्कालै बिली याङ्ग उसको नजिक आउँछ र भन्छ, तिमी त्यही एनाकोन्डालाई पक्रन चाहन्छौ हो। जेफ भन्छ, यो एक धेरै ठुलो एनाकोन्डा हो, एउटा यस्तो एनाकोन्डा जो यो सम्पूर्ण जङ्गलको राजा हो। यहाँका सबै जनावरहरू यस एनाकोन्डाबाट डराउँछन्। यसले संसारका ठुला ठुला शिकार गरेको छ। यहाँसम्म कि यसले आफ्नै जस्ता ठुला ठुला एनाकोन्डाहरूलाई मारेको छ। र यदि हामीले यसलाई पक्रनमा सफल भयौँ भने हामी रातारात मिलियनेयर बन्नेछौँ। पैसाको कुरा सुन्नासाथ बिली याङ्ग भन्छ, म तिम्रो साथमा छु, एनाकोन्डालाई पक्रनको लागि तयार छु।
अब काफी रात हुन्छ र यी सबै मानिसहरू सुत्छन्। तत्कालै सर्कसको एक सदस्यको आँखा कुनै अनौठो आवाजले खुल्छ। ऊ देख्छ कि उसको दाइ यहाँ छैन। आफ्नो दाइलाई खोज्दै ऊ सुरङ्गबाट बाहिर आउँछ र उसलाई खोज्दै नदीको नजिक जान्छ, जहाँ ऊ देख्छ कि उसको दाइ आफूलाई नदीको पानीमा डुबाउने प्रयास गरिरहेको छ। यो मानिसले उसलाई यस्तो गर्नबाट रोक्छ, तर उसको दाइले उसको कुनै पनि कुरा सुन्दैन। अनि त्यसबेला ऊ देख्छ कि उसको दाइको नाकबाट केही अनौठा किराहरू निस्किरहेका छन्, जसलाई देखेर ऊ बुझ्छ कि उसले यो नदीको पानी पिइसकेको छ, जुन जेफले बताएको थियो। जेफले भनेको थियो कि यस नदीको पानी पिउँदा उस पानीमा रहेका किराहरूले त्यो इन्सानलाई यति तिर्खा लगाइदिन्छ कि ऊ इन्सान आफूलाई उसै पानीमा डुबाउन मजबुर हुन्छ। र ठिक यस्तै भयो। आफ्नो दाइलाई मरेको देखेर यो मानिस धेरै रिसाउँछ र फर्केर सुरङ्गमा आउँछ। अर्को बिहान तिनीहरू फेरि आफ्नो सफरमा निस्कछन्। धेरै घण्टाको सफरपछि तिनीहरू एउटा नदीको नजिक पुग्छन् र अब तिनीहरूलाई आफ्नो गन्तव्यसम्म पुग्न त्यो नदीमा हुँदै पैदल जानुपर्छ। अब तिनीहरू पहिले त त्यो नदीमा उत्रनबाट धेरै डराइरहेका थिए, तर कुनै अर्को बाटो नभएको कारण मजबुरीले तिनीहरूले त्यो नदीमा उत्रनुपर्छ। थोरै अगाडि जाँदा अचानक एउटा केटाले तलतर्फ सङ्केत गर्छ र हामी देख्छौँ कि तिनीहरूलाई एउटा ठुलो एनाकोन्डाले चारतर्फबाट घेरेको छ। तिनीहरूको एउटा साथी, जसको दाइ राति मरेको थियो, ऊ डरले सबैको पछाडि आइरहेको थियो। तर तत्कालै पछाडिबाट एउटा ठुलो एनाकोन्डाले उसमा हमला गर्छ र उसलाई नराम्ररी जकड्छ। लेनीले उसको मद्दत गर्न अगाडि बढ्छ, तर ऊ धेरै केही गर्न सक्दिन किनभने उसको पुग्नुभन्दा पहिले नै एनाकोन्डाले त्यो मानिसको हड्डीहरू भाँचिसकेको थियो र फेरि त्यो एनाकोन्डाले त्यो मानिसलाई आफ्नो साथ पानीमा डुबाइदिन्छ। अब यी मानिसहरू आफ्नो ज्यान बचाउन नदीमा अगाडितर्फ भाग्न थाल्छन्। केही समयपछि आखिर यी सबै मानिसहरू जेफको डुङ्गासम्म पुग्छन्, जहाँ जेफले आफ्नो वादा अनुसार तिनीहरूलाई त्यो केटीको लागि एन्टिडोट दिन्छ, जसको काँधमा जहरिलो मकुराले टोकेको थियो। अब यहाँबाट थाइल्यान्डको जमिन पनि धेरै नजिक थियो र यी सबै थाइल्यान्ड जानको लागि निस्कछन्। तर तत्कालै जेफले तिनीहरूलाई रोक्छ। वास्तवमा जेफले तिनीहरूलाई यो ठाउँमा यसकारण ल्याएको थियो कि ऊ तिनीहरूलाई चाराको रूपमा प्रयोग गर्न सक्छ। जेफले ती सबै मानिसहरूलाई भन्छ, मैले तिमीहरूलाई वादा अनुसार सही सलामत यहाँसम्म ल्याएको छु। तर अब तिमीहरूले पनि आफ्नो वादा पूरा गर्नुपर्छ, तिमीहरूले मेरो मद्दत गर्नुपर्छ। त्यसबेला त्यो सानो बच्चाले जेफलाई भन्छ, यदि तिम्रो मद्दत एनाकोन्डासँग सम्बन्धित छ भने हामी तिम्रो कुनै पनि मद्दत गर्दैनौँ। यिनीहरूको यही कुराहरू सुन्नासाथ जेफले आफ्नो बन्दुक निकाल्छ र बिली याङ्गले पनि चक्कु निकालेर उसको साथ दिन थाल्छ। बिली याङ्गले सबैलाई भन्छ, जेफले जे भनिरहेको छ, तिमीहरूले उसको कुरा मान्नुपर्छ। यहाँ लेनीले भन्छ, तिमीहरू पागल त भएनौ, एनाकोन्डालाई पक्रनु धेरै गाह्रो छ। के तिमीहरू आफ्नो ज्यानबाट हात धोइरहेका छौ? जेफ भन्छ, तिमीले ठिक भनिरहेकी छौ, एनाकोन्डालाई पक्रनु गाह्रो त छ, तर असम्भव होइन। किनभने जब ऊ खान्छ, उसको ध्यान विचलित हुन्छ, त्यसबेला उसलाई पक्रन सकिन्छ। यसपछि बिली याङ्ग र जेफले सर्कस टिमका दुई मानिसहरूलाई रस्सीले बाँधेर सर्पको चारा बनाउँछन्। त्यो बच्चाले बिली याङ्गलाई भन्छ, तिमी यस्तो किन गरिरहेका छौ? सोच, यदि हामी मर्छौँ भने तिम्रो सर्कसमा कसले प्रदर्शन गर्नेछ? यो सुन्नासाथ बिली याङ्ग जोड जोडले हाँस्न थाल्छ र त्यो बच्चालाई भन्छ, के तिमीहरूले कहिल्यै सोचेको छैन कि म यति चाँडै केही वर्षमा यति धनी कसरी भएँ? अरे पागलहरू, म तिमीहरूलाई थाइल्यान्डमा सर्कसको लागि होइन, तिमीहरूको शरीरका अङ्गहरू बेचेर धेरै पैसा कमाउन लागिरहेको थिएँ र यही मेरो व्यवसाय हो। तर अब हेर, मैले आफ्नो योजना परिवर्तन गरेको छु। अब म जेफसँग मिलेको छु किनभने मलाई थाहा छ कि तिमीहरूका शरीरका अङ्गहरूभन्दा पनि बढी पैसा मलाई यो एनाकोन्डा दिन सक्छ। अर्कोतर्फ जेफले ती दुई केटीहरूलाई पनि बाँधिदिएको थियो र अब ऊ एक केटीसँग दुर्व्यवहार गर्न थाल्छ। अब यहाँ त्यो केटीले बुद्धिमत्तापूर्वक काम गर्दै यस्तो देखाउँछ कि ऊ जेफको साथ दिन चाहन्छ। जेफले उसको चाललाई बुझ्न सक्दैन। त्यो केटी जेफको नजिक आउँछ र जेफको कपालमा हात हाल्न थाल्छ र अवसर पाउँछ त्यो केटीले जेफको पाकेटबाट बन्दुक निकालेर जेफमा तान्छ। अब त्यो केटीले जेफलाई सुट गर्छ, तर बन्दुकबाट गोली चल्दैन किनभने उसलाई बन्दुकको लक खोल्न आउँदैन थियो।
अब जेफ रिसाएर उसबाट बन्दुक छिन्छ र उही केटीमा तानेर उसलाई मार्न हुने थियो। तबसम्ममा लेनीले पनि आफूलाई स्वतन्त्र गरिसकेकी थिइन् र उसले सिसाको नुक्लो टुक्राले जेफको पिठ्यौमा प्रहार गर्छ। अब जेफले लेनीलाई धक्का दिएर पछाडि धकेल्छ, तर त्यसबेला त्यो अर्की केटीले पनि जेफमा हमला गर्छ र पछाडिबाट लेनीले पनि जेफबाट बन्दुक छिन्न प्रयास गर्छ। यसै हातापाईमा गोली चल्ने आवाज आउँछ, तर थाहा भएन कि गोली कसलाई लाग्यो। अर्कोतर्फ हामी ती दुई मानिसहरूलाई देख्छौँ जिनलाई बिली याङ्गले एनाकोन्डाको लागि चारा बनाएको थियो। ती दुवै बेचारा डरले तडपिरहेका हुन्छन्। केही समयपछि एउटा ठुलो एनाकोन्डा ती दुवैलाई खानको लागि बिस्तारै तिनीहरूतर्फ बढ्न थाल्छ, जबकि टाढा उभिएको बिली याङ्गले मजाले यो सबै दृश्य हेरिरहेको हुन्छ। बिली याङ्ग प्रतीक्षामा थियो कि कहिले त्यो एनाकोन्डा तिनीहरूमा हमला गर्छ र ऊ रस्सीलाई तानेर एनाकोन्डालाई पक्छ। तर उयो थाहा थिएन कि जहाँ उभिएको थियो ठीक उसको माथिबाट अर्को एनाकोन्डा उसमा हमला गर्न अगाडि बढिरहेको थियो। अब बिली याङ्गले त्यो एनाकोन्डालाई देख्नुभन्दा पहिले त्यो एनाकोन्डा उसको धेरै नजिक पुग्छ र त्यो एनाकोन्डाले बिली याङ्गमा हमला गरेर उसलाई आफ्नो साथ उठाएर लैजान्छ र त्यसबेला बिली याङ्गको हातबाट रस्सी छुट्छ, जसले गर्दा एनाकोन्डाको चारा बनेका दुई मानिसहरूलाई जालले ढाक्छ, जसले गर्दा तिनीहरूको ज्यान बच्छ। अर्कोतर्फ जेफले त्यो केटीलाई दुर्व्यवहार गर्ने प्रयास गर्छ, तर लेनीले पछाडिबाट आएर जेफलाई ठुलो काठले टाउकोमा हानेर बेहोस पारिदिन्छ। जेफ बेहोस भएपछि यी दुवै भाग्दै आफ्ना दुई साथीहरूको नजिक पुग्छन् र तिनीहरूलाई जालबाट स्वतन्त्र गरिदिन्छन्। तर दुर्भाग्यवश जेफलाई उसाइसकेको थियो र ऊ तिनीहरूतर्फ बढ्न थाल्छ। तर तत्कालै एउटा ठुलो एनाकोन्डा आएर जेफलाई लैजान्छ। यी मानिसहरू अब छिटो छिटो यहाँबाट निस्कनको लागि तयारी गर्छन्, तर तिनीहरूको एक साथी हिँड्न लायक थिएनन् किनभने ती केटीहरू र जेफबीच हातापाईको दौरान जो गोली चलेको थियो त्यो गोली त्यो केटीलाई लागेको थियो। केही समयपछि त्यो केटी तिनीहरूको आँखाको सामने मर्छ। अब बाँकी रहेका तीन मानिसहरू आफ्नो ज्यान बचाउन जेफको डुङ्गामा बसेर नदीबाट हुँदै यहाँबाट निस्कन थाल्छन्। तर तत्कालै पछाडिबाट जियाओलाई कुनै चिज लाग्छ। जब ऊ काँधबाट त्यो चिज उतारेर हेर्छ तब उसलाई थाहा हुन्छ कि यो बेहोसी दिने इन्जेक्सन हो। केही सेकेन्डपछि जियाओ बेहोस हुन्छ र जियाओलाई बेहोस गर्ने कोही अरू होइन, जेफ नै थियो। अर्थात् त्यो एनाकोन्डाको हमलाबाट पनि ऊ बचिसकेको थियो र उसले एनाकोन्डाको टाउको काटेर उसलाई मारिसकेको थियो। अब जेफले ती तीनैलाई पक्रेर एनाकोन्डाको चाराको लागि बनाउँछ र तिनीहरूको चारैतर्फ तिखा धार भएको फलामे तार बाँधिदिन्छ र साथमा यहाँ रगत पनि छर्किदिन्छ, जसको पछि उसले तिनीहरूको जालको रस्सीलाई समातेर यहाँबाट केही दूरीमा उभिन्छ। केही समयपछि धेरै एनाकोन्डाहरू रगतलाई सुक्दै ती तीनैतर्फ बढ्न थाल्छन्। यी तीनै धेरै डरेका हुन्छन् र तिनीहरूलाई आफ्नो मृत्यु आँखाको सामने देखिन्छ। यी सबै एनाकोन्डाहरू ती तीनैलाई मार्न तिनीहरूको धेरै नजिक पुग्छन्, तर तत्कालै एकपटक फेरि जङ्गलका सबै जनावरहरू शोर मचाउँदै भाग्न थाल्छन् र यहाँ रहेका सबै एनाकोन्डाहरू पनि कसैलाई देखेर एक एक गरेर भाग्न थाल्छन्। तर एउटा एनाकोन्डा अझै पनि ती तीनैलाई मार्नको लागि रोकेको थियो र तत्कालै यहाँ क्रिम्सन एनाकोन्डा आइपुग्छ र उसले त्यो अकेले रोकेको सर्पमा हमला गरेर उसलाई एकै झट्कामा मारिदिन्छ। यहाँ हामी त्यो क्रिम्सन एनाकोन्डालाई राम्ररी देख्न सक्छौँ, जो आकारमा धेरै ठुलो र खतरनाक थियो, जसलाई देखेर यी तीनै धेरै डराउँछन्। तर टाढा उभिएको जेफ क्रिम्सन एनाकोन्डालाई देखेर धेरै खुस हुन्छ। क्रिम्सन एनाकोन्डाले ती तीनैलाई लट्किएर आफ्नो ठुलो मुख खुलेर तिनीहरूलाई खान हुने थियो, तर तत्कालै जेफले जालको रस्सी छोडिदिन्छ, जसमा त्यो एनाकोन्डा फस्छ। यो एनाकोन्डा आफूलाई छुटाउन तडपन थाल्छ। ऊ धेरै जोर लगाएर आफूलाई स्वतन्त्र गर्ने प्रयास गर्छ, तर जब ऊ स्वतन्त्र हुन सक्दैन त्यसबेला ऊ आफ्ना तिखा नुक्लो दाँतहरूले जालको रस्सी काटेर आफूलाई स्वतन्त्र गर्छ। तर अझै पनि जालको रस्सी उसको शरीरमा फसेको थियो, यसकारण जेफले रस्सीलाई मजबुतीले समातेर उसलाई पक्रने प्रयास गर्छ, तर जेफले एनाकोन्डाको शक्तिको मुकाबला कहाँ गर्न सक्थ्यो। जेफले उसलाई पक्रने प्रयासमा दुई रुखहरूको बीचमा फस्छ र अब ऊ ती रुखहरूबाट बाहिर निस्कन सक्दैन र अवसरको फाइदा उठाउँदै त्यो क्रिम्सन एनाकोन्डा उसतर्फ बढ्न थाल्छ र जेफलाई पक्रेर नराम्ररी जकड्न थाल्छ। यी तीन मानिसहरूले पनि आफ्ना आँखाले यो सबै दृश्य देखिरहेका थिए र डरले छिटो छिटो आफूलाई छुटाउने प्रयास गर्छन् किनभने तिनीहरूलाई थाहा थियो कि जेफ पछि उनीहरूको पालो हो।
यी मानिसहरूले आफूलाई छुटाउने हरेक सम्भव तरिका अपनाउँछन्, तर तिनीहरू त्यो जालबाट निस्कन सक्दैनन्। तत्कालै त्यो सानो केटाले आफूलाई बचाउन आफ्ना दाँतहरूले जालको रस्सी काट्न लाग्छ र धेरै प्रयासपछि ऊ रस्सीको केही भाग काट्छ। अब पुरै रस्सी बाँकी थियो, यसकारण ऊ आफ्ना दाँतहरूको पूर्ण शक्ति लगाएर रस्सी काट्न थाल्छ, जसले गर्दा उसको दाँतबाट रगत आउन थाल्छ। यहाँ क्रिम्सन एनाकोन्डाले जेफलाई नराम्ररी जकड्छ र ऊ जेफलाई दबाएर उसको हड्डीहरू भाँच्छ, जसको पछि त्यो क्रिम्सन एनाकोन्डाले जेफलाई पनि जीवित मिल्छ। अर्कोतर्फ त्यो केटाले आफ्ना दाँतहरूले रस्सी तोड्नमा सफल हुन्छ र उसले ती दुवैलाई पनि स्वतन्त्र गरिदिन्छ र यी मानिसहरू नदीतर्फ भाग्न थाल्छन्। तर जेफलाई मारेपछि अब क्रिम्सन एनाकोन्डा तिनीहरूको पछ्यौ लाग्छ। यी दुवै एउटा रुखको पछाडि लुक्छन्, जबकि त्यो बच्चा एउटा काठको बक्सभित्र आफूलाई लुकाउँछ। तर एनाकोन्डाले उसलाई देख्छ र अब एनाकोन्डा बिस्तारै त्यो बच्चातर्फ बढ्न थाल्छ। बच्चाले पुरा जोर लगाएर त्यो कन्टेनरबाट बाहिर निस्कने प्रयास गर्छ, तर त्यो कन्टेनरको अर्कोतर्फको ढोका बन्द थियो। त्यो बच्चा चिच्याएर ती दुवैलाई मद्दतको लागि पुकार्छ र क्रिम्सन एनाकोन्डा पनि अब बच्चाको धेरै नजिक आइसकेको छ। अब यो एनाकोन्डाले त्यो बच्चालाई मार्नुभन्दा पहिले बाहिरबाट जियाओले कन्टेनरको ढोका तोडेर त्यो बच्चालाई बचाउँछ। अब यी तीनै फेरि आफ्नो ज्यान बचाउन एनाकोन्डाबाट भाग्न थाल्छन्, तर यो सम्पूर्ण जङ्गल उही एनाकोन्डाको थियो। यस जङ्गलमा हुँदै तिनीहरू उसबाट बचेर जान सक्दैनथे, यसकारण तिनीहरू एउटा रुखको पछाडि लुक्छन्। तर तत्कालै केही दूरीमा क्रिम्सन एनाकोन्डाले तिनीहरूलाई देख्छ। तिनीहरूलाई देख्नसाथ क्रिम्सन एनाकोन्डा तीव्र गतिमा तिनीहरूतर्फ आउन थाल्छ। यी मानिसहरू उभिएर आफ्नो मृत्युको प्रतीक्षा गर्न थाल्छन् किनभने तिनीहरूले थाहा पाएका थिए कि अब उनीहरूको ज्यान बच्न सक्दैन। तर जस्तै नै त्यो एनाकोन्डाले आफ्नो ठुलो मुख खोलेर तिनीहरूमा हमला गर्छ, तत्कालै एउटा बलियो फलामे तीखो तारले उसको टाउको बीचबाट काट्छ। यो तीखो तार वास्तवमा जेफले नै बिछाएको थियो, जसले गर्दा क्रिम्सन एनाकोन्डाको विनाश हुन्छ। यी मानिसहरूले विश्वास गर्दैनन् कि उनीहरूको ज्यान बच्यो र यी मानिसहरू धेरै समयसम्म त्यो एनाकोन्डाको लासलाई हेरिरहन्छन्।